हामी कहिले कांग्रेस कहिले एमालेसँग समीकरण गर्छौं भन्दा भन्दै उनीहरूको रोग अन्यले माओवादीलाई पनि सर्यो। यो रोग सर्या छ, यो रोगको उपचार के गरी गर्ने भन्दा हाम्रो केन्द्रीय समितिले भन्यो अर्को कुनै उपाय छैन, हामीले यथास्थितिबाट अर्को ठाउँमा जानुपर्छ। यो उपचार कुनै हस्पिटलमा गएर डाक्टरले उपचार गर्ने विषय होइन। यो श्रमिक जनता र उत्पीडित वर्ग जाति क्षेत्र समुदायको जनताको घरमा गएर उनीहरूसँग माफी मागेपछि जनताले उपचार गर्ने विषय हो भनेर निष्कर्ष निकालेर हामी अहिले उपचारको निम्ति जनताका घरमा जनताकै घरमा बस्ने जनतासँगै खाने फेरि एकचोटि जनयुद्धमा जस्तै जनतासँग गरेका छौँ। तर अहिले युद्ध गर्ने हिंसा गर्नुपर्ने स्थिति भने होइन, शान्तिपूर्ण रूपले तर जनतासँग एकाकार हुन हामी अगाडि बढ्दैछौँ र हामी भ्रष्टाचारको पक्ष पोषण गर्ने, दलालहरूको हितको पक्ष पोषण गर्ने, नोकरशाह र बिचौलियाको हितको पक्ष पोषण गर्ने कांग्रेस र एमाले गठबन्धनका विरुद्ध कहिले खबरदारी गरेका छौँ प्रतिनिधि सभामा, अहिले सडकबाट खबरदारी गरेका छौँ र अहिले राष्ट्रिय अभियान मार्फत जनतालाई सचेत बनाउँदै उनीहरूको दलाल पक्षीय, नोकरशाही पक्षीय, बिचौलिया पक्ष चरित्रको भण्डाफोड गर्दै हिँडेको बेला छ। मलाई लाग्छ तपाईहरुले यो कुरालाई हेर्नु भयो भने हामीले आफ्नै आत्मसमीक्षा गर्दै फेरि एकचोटि जनतासँग र हाम्रो वर्गसँग, हाम्रो राजनीतिक एजेन्डा र मुद्दासँग, आर्थिक विकास र समृद्धिसँग एकाकार भएर एउटा नयाँ शक्ति सञ्चय गर्ने उद्देश्यले हामी हिँडिरहेका थियौँ। तराईमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही हुँदै रौतहटसम्म आउँदा नआउँदै काठमाडौँमा यो सरकारको गलत क्रियाकलाप, जनविरोधी क्रियाकलाप, राम्रो गर्ने जतिलाई देख्नै नसक्ने, भ्रष्टाचारीलाई चोख्याउनै पर्ने, आफ्नो दलाली गर्ने जतिसुकै भ्रष्ट भए पनि त्यसलाई बचाउनै पर्ने, आफ्नो अलिकति दलाली गर्दैन, आफूले जे भन्यो त्यो मान्दैन भने राम्रो भन्दा राम्रो मान्छेलाई पनि कारबाही गर्ने, त्यसलाई सताउनै पर्ने, अरू धेरै टाढा जानु पर्दैन। पुलमान एउटै उदाहरण पर्याप्त छ। पुलमान मैले नियुक्ति गरेको हो, पुलमान नियुक्ति गरेपछि देशबाट लोडसेडिङमा अन्त्य भएको हो। त्यो पुलमानलाई सताउनु तपाईँले देख्नु भएको छ। त्यति मात्र होइन, अन्य नियुक्तिहरू पनि आफ्ना छन् भने फेल भएको भने त्यसलाई पास भन्ने, अलिकति विरोधी, अलिकति आफूसँग मत मिलेन र इमानदार कुनै कर्मचारी छ भने त्यसलाई पास भएकोलाई पनि फेल गर्नै पर्ने। तपाईहरुले सुन्नुभयो, मैले अस्ति सर्लाहीमा भनेको थिएँ, हाम्रो प्रधानमन्त्रीजीले शिक्षकहरूलाई गाली गर्नुभयो। शिक्षकले आफ्नो ऐन चाहियो, हामीलाई अधिकार चाहियो, हामीलाई केही सुविधा बढाउनु पर्यो, हाम्रा कर्मचारीहरूलाई केही न केही सुविधा चाहियो भनेर आवाज उठाउँदा तिमी शिक्षकहरू 52% फेल गर्ने, 48% मात्र पास गरेर फेल भएकालाई सुविधा अझै भनेर प्रधानमन्त्रीले ठाडै देशभरिका शिक्षकहरूलाई चुनौती दिनुभयो। मैले भने यदि त्यसो हो भने प्रधानमन्त्रीजी तपाईको क्याबिनेटको कार्य सम्पादन मूल्याङ्कनमा तपाईँ 28 भन्दा तल पर्नु, 28%, तपाईका मन्त्रीहरू 7%, 12% मात्रै भएका छन्, ती सबै फेल भएनन्। शिक्षकलाई होइन, पहिलो त क्याबिनेटमा तपाईँ प्रधानमन्त्रीले राजीनामा दिनु पर्यो अनि मात्रै शिक्षकहरू गर्नु। मैले भनेको त सायद तपाईहरुले सुन्नु होला, यो साँचो कुरा पनि हो। यसरी राम्रो काम गर्नेहरूलाई प्रताडित गर्ने भइराखेका थियो र हामी त्यसका विरुद्ध जनताको बीचमा गएर अभियान चलाइराखेकै थियौँ, चलाइ पनि राख्छौँ। हामी झापाबाट सुरु गरेर कञ्चनपुर पुग्छौँ, कर्णालीबाट सुरु गरेर हामी मेचीको ताप्लेजुङ पुग्छौँ नै। र हामीले भन्यौँ हामी देशको सबभन्दा होचो भागबाट सुरु गर्यौँ, हामीले उत्पीडित वर्ग समुदायसँग फेरि एकचोटि दल एकता कायम गर्ने। तपाईहरुले साथ सुन्नु होला, कचन नेपालको सबभन्दा होचो भूभाग हो, त्यहाँबाट सुरु गरेर हामी
सोलुको सबभन्दा अग्लो सगरमाथामा गएर यो अभियान समापन गर्ने भनेर सोचेका छौँ। त्यसपछि तलदेखि माथिसम्म नेपालका सम्पूर्ण वर्ग समुदायसँग हाम्रो सम्बन्ध अझ मजबुत हुनेछ र प्रतिक्रियावादीहरूको प्रतिगमनकारी षड्यन्त्रलाई परास्त गरिनेछ भनेर नै हामीले यो अभियान सुरु गर्दै थियौँ। हामी तराईमा हिँड्दै थियौँ, यतापट्टि फेरि यो गठबन्धन सरकारको जनविरोधी क्रियाकलापबाट असन्तुष्ट भएका जनता, निराश भएका जनतालाई भ्रम दिएर फेरि एकथरी इतिहासबाट परास्त भएर मिल्गाइएका शक्तिहरू फेरि बाटामा देखा परे। अनि हामीले सोच्यौँ अब हामी तराईमा त हिँड्दै गरौँला, भोलि पछि आएर पहिला काठमाडौँमा गएर चुनौती दिन पर्यो तिनीहरूलाई। किनभने यो त उत्कृष्ट वर्ग, जाति, क्षेत्र, समुदाय सबै नेपालीहरूले मिलेर ल्याएको परिवर्तन हो। यसको रक्षा गर्ने जिम्मेवारी जसले यसलाई जन्माएको हो त्यसैको मुख्य जिम्मेवारी हुन्छ। आज समावेशिता, समानुपातिकता, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता सबैको जन्मदाता मुख्य रूपमा माओवादी हो। त्यसमा गिरिजाप्रसाद कोइराला जसले शान्ति सम्झौतामा हस्ताक्षर गरे उहाँहरू पनि हो। उहाँहरूको साथ नभएको भए पनि हामी संविधान सभा र गणतन्त्रमा यति छिटै पुग्न गाह्रो हुन्थ्यो होला। तर यसको मुख्य जननी जन्मदाता चाहिँ माओवादी केन्द्र नै हो। त्यसकारण हामी यसको प्रतिवाद गर्न फेरि एकचोटि हुङ्कार भर्नुपर्छ भनेर काठमाडौँ जाउँ, त्यहाँको वातावरण बुझौँ भनेर हामी अस्ति काठमाडौँ गयौँ। तपाईँहरूले देख्नुभयो, हिजो मैले प्रतिनिधि सभामा बोले पनि एकातिर गठबन्धन सरकारका गलत क्रियाकलापले गर्दा जनतामा असन्तुष्टि र आक्रोश बढ्दो छ, अर्कोतिर धमिलो पानामा माछा मार्न सकिन्छ कि भनेर प्रतिगामी शक्तिहरू यही बेला चाहिँ फेरि चलखेल गर्न कोसिस गरेका छन्। हामी न यो प्रतिगामी चलखेल सफल हुन दिनेछौँ, न हामी अहिलेको गठबन्धन सरकारका गलत क्रियाकलापलाई निरन्तरता हुन दिनेछौँ भनेर मैले हिजो बडो प्रष्टसँग प्रतिनिधि सभामा बोलेको छु। एकातिर प्रतिगमनले टाउका उठाउन खोजेको, अर्कातिर दलालहरूको इसारामा, नोकरशाहको इसारामा गठबन्धन सरकारले जनतालाई सताउन थालेको परिस्थितिमा हामी राष्ट्रिय अभियानमा छौँ। मगर राष्ट्रिय मुक्ति मोर्चाको यो 6औं राष्ट्रिय सम्मेलन ठिक यस्तो बेलामा हुँदैछ।